मलाई कतिजनाले सोध्नुहुन्छ क्या मेरो भिडियो हेर्नेहरूले है, तपाईँले अहिलेसम्म कसैको हेपाइ सहनु भएन होला, त्यही भएर चाहिँ यस्तो भिडियो बनाउनुहुन्छ, बाहुनहरूको हेपाइ सहनु भएन होला भन्नुहुन्छ क्या। म एउटा चिज भन्छु, मैले हेपाइ सहेको छैन, तर म हेपिएको छु है। म सहेर चाहिँ बस्ने खालको होइन। मैले यदि बोलीले एन्सर फर्काउनु पऱ्यो भने बोलीले फर्काइदिन्छु, यदि हातले फर्काउनु पऱ्यो भने हातले फर्काइदिन्छु है। म सहेर चाहिँ बस्दिनँ होइन। तर त्यो इन्भाइरोमेन्ट फिल गर्छु मैले कहिलेकाहीँ, जुन चाहिँ बोलीले नि फर्काउन सकिँदैन होइन। प्याच भनौँ भने त्यो तँलाई मैले गरेको छैन भनिदिन्छन्, नभनौँ भने त्यो चाहिँ मैले फिल गरेर आउँछु। तर त्यो ठाउँ त्यस्तो ठाउँ म जान्न क्या होइन। र अर्को कुरा मैले अर्को नि के भन्न चाहेँ त भन्दाखेरि, मैले मेरो फ्यामिलीबाट पनि हेपाइसकेको छु, मेरो आफन्तबाट पनि हेपाइसकेको छु, मैले मेरो छिमेकीबाट हेपाइसकेको छु, मैले मेरो हाम्रै कास्टको साथीभाइहरूबाट पनि हेपाइसकेको छु होइन। किन त भन्दाखेरि जब म कमजोर हुन्छु, जब मेरो आर्थिक स्रोतहरू कमजोर हुन्छ, जब मसँग चाहिँ ठुलो प्रब्लमहरू मलाई आइपर्छ, जब त्यो समयमा चाहिँ जब व्यक्तिहरूलाई थाहा हुन्छ नि यो समयमा चाहिँ राजकुमार कमजोर छ भन्ने, र त्यो समयमा चाहिँ मैले आफ्नै मान्छेबाट नि हेपाइसकेको छु क्या। सो यसको मतलब के हो त भन्दाखेरि, कुन जातिले तपाईँलाई हेप्यो भन्दा नि तपाईँको परिस्थिति कस्तो छ होइन, के कारणले हेप्यो भन्ने कुरा पत्ता लगाउनुपर्छ। त्यही कारणले गर्दा समाजमा राम्रो ब्राह्मण पनि छन्, खराब ब्राह्मण पनि छन्, राम्रो दमाईकामी सार्की पनि छन्, खराब दमाईकामी सार्की पनि छन्। यदि तपाईँ कमजोर हुनुभयो, तपाईँले कमाउनु भएन, तपाईँको आर्थिक स्थिति कमजोर भयो, तपाईँ अशिक्षित भयो भने तपाईँ फ्यामिलीबाट पनि हेपिनुपर्छ। त्यही कारणले गर्दा म जहिले नै एउटा चिज भन्छु, कसैलाई गाली गर्ने होइन, कसैको विरुद्धमा लड्ने होइन। पहिला आफूलाई बलियो बनाउने हो, आफूलाई शिक्षित बनाउने हो, आफ्नो कामलाई अपडेट गर्ने हो, आफूले कमाउने हो। त्यस पछाडि समाजमा तपाईँ पनि बलियो र तपाईँ पनि पावरफुल मान्छे बन्न सक्नुहुन्छ। कसैले तपाईँलाई हेप्न सक्दैन है। प्लिज पहिला आफूलाई बनाऊ। यो दुनियाँ दलित सलित भनेर हिँड्नुभन्दा तपाईँ जो हुनुहुन्छ, तपाईँ राजकुमार हो, तपाईँ सार्की हो, ओके, तपाईँ पावरफुल सार्की बन्नुहोस् न, तपाईँ मेहनती सार्की बन्नुहोस् न, तपाईँ शिक्षित सार्की बन्नुहोस् न। कसले हेप्छ तपाईँलाई है? प्लिज।